So we are live. Hello everyone. नमस्ते सबैजनालाई हजुरहरूले चाहिँ मलाई अहिले दुनियाँको जुनै पनि कुनाबाट हेरिरहनु भएको छ भने तपाईँहरू सबैजनालाई चाहिँ नमस्ते। अनि मेरो यो लाइभमा चाहिँ स्वागत पनि छ। आज पर्न गएको नयाँ वर्षको हजुरहरू सम्पूर्णलाई चाहिँ एकदमै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। नयाँ वर्षमा हजुरहरूले चाहेको सबै कुरा पुरा होस् हैन। जति पनि लाइफमा चाहिँ विशेसहरू छ आई होप त्यो सबै विस लिस्ट चाहिँ पुरा हुँदै जाओस् र त्यो विस लिस्ट पुरा गर्नको लागि आई थिङ्क यु हेभ टु वर्क अन इट एज वेल होइन। सो त्यसको लागि चाहिँ डोन्ट बी लेट। अब कसरी हुन्छ आफ्नो विसेसहरू पुरा गर्नलाई हल्का अगाडि बढेर पनि तम तयार भएर चाहिँ हिँड्नुपर्छ है त। सो वन्स अगेन ह्याप्पी न्यू इयर सबैजनालाई 2083को धेरै धेरै शुभकामना। आई थिङ्क मेनी अफ यु अलरेडी नो अबाउट मी, तर त्यही पनि हल्का इन्ट्रो चाहिँ म हजुरहरूलाई चाहिँ मेरो बारेमा दिन चाहन्छु। मेरो नाम पूजा, म ओरिजिनली नेपालबाट, तर अहिले यता अलमोस्ट नाउ 8 इयर्स माल्टामा छु। माल्टामा चाहिँ होटलमा काम गर्दै आइरहेको छु। सो होटलमा मेरो फुल टाइम सँगसँगै एज अ पार्ट टाइम र साइड हसलको रूपमा चाहिँ म यो अमेजिङ प्लेटफर्म अनलाइन डिजिटल बिजनेसमा चाहिँ कार्यरत छु, विच इज भेरी गुड फर मी सो फार। म एकदमै आफूलाई चाहिँ प्राउड फिल गर्छु कि म यो बिजनेसमा आएको छु भनेर। धेरै कुरा सिक्न पाइरहेको छु, सिक्दैछु, सिक्ने जानेछु र सिकाउने पनि छु। जति पनि नयाँ हाम्रो बिजनेस पार्टनरहरू आउनुहुन्छ उहाँहरू सबैलाई लाइफमा केही गर्नुपर्छ हट्के भनेर चाहिँ म यो प्लेटफर्ममा आइपुगेँ, जसमा चाहिँ महेश्वर दाईको धेरै धेरै हात छ। त्यसै गरेर हाम्रो ज्ञान दाई कोच होइन, त्यसै गरी हाम्रो बिग दाई उहाँले पनि धेरै कुरा सिकाउनु भएको छ। हाम्रो मिली भाउजू र मेरो अरू बिजनेस पार्टनरहरूले पनि धेरै नै हेल्प गरेको छ यो बिजनेसमा चाहिँ। सो थ्याङ्क यू गाइज, थ्याङ्क यू सो मच फर सावरिङ अ लट अफ लभ होइन। त्यसको लागि चाहिँ एज मेनी अफ यु अलरेडी नो, हामीहरूलाई चाहिँ अहिले हल्का टास्कहरू दिएको छ होइन। सो एभ्री वान इज डुइङ देयर जब पर्फेक्टली एन्ड आइ एम सो प्राउड अफ टु एभ्री वान। हजुरहरूले एकदम राम्रो गरिरहनु भएको छ, बनाएर लाइभमा आउनु भएर होइन, फोटोमा। इट्स लाइक अ क्रिएसन वी अल आर डुइङ एन्ड आइ एम भेरी प्राउड। आई थिङ्क सुषमा दिदी पनि एकदम प्राउड हुनुहुन्छ होला यसको लागि है। सो त्यही टपिकहरूलाई लिएर मैले चाहिँ अलरेडी 3टा भिडियो बनाइसकेको छु र आज भने चाहिँ हामीले चाहिँ केही टपिकहरू चाहिँ टच गर्नेछौँ र त्यसको लागि चाहिँ मसँग चाहिँ महेश्वर दाई पनि हुनुहुन्छ। उहाँले पनि हल्का चाहिँ उहाँको स्ट्रगलहरू, उहाँले गर्नुभएको चिजहरू चाहिँ सबै सेयर गर्नुहुन्छ। सो महेश्वर दाई तपाईँ रेडी हुनुहुन्छ मेरो लाइभमा? Absolutely. I'm always ready, Pooja. I'm always ready. ह्याप्पी न्यू इयर Ready दाई now. बाई द वे। Thank you. Thank you so much. Thank you so much. First of all, let me take a opportunity to, केही भन्ने कुरामा भन्दा पनि नयाँ वर्षको फर्स्ट अफ अल नयाँ वर्षको विश चाहिँ गरिहालौँ न होइन। यो नयाँ वर्ष 2083 को हार्दिक शुभकामना। नयाँ वर्षले तपाईँको जीवन, तपाईँसँगै जोड्नु भएको कुनै पनि हामीलाई हेरिराख्नु भएको सबै फलोवर्स, फलोवर्स, फ्यामिली, फ्रेन्ड्स सबैको जीवनमा सुखी, खुसी, स्वास्थ्य, सफलता ल्याओस्। अनि तपाईँको परिवार या त अरू कोही पनि हुनुहुन्छ हामीसँग जोडेको साथीभाइ या त कहीँबाट पनि जोडेको सबैलाई चाहिँ नयाँ वर्षको शुभकामना। यो नयाँ वर्ष 2083ले चाहिँ हामीलाई सफलताको अनुभूत गर्न पाऊँ अनि त्यसपछि अगाडि बढेर सबैलाई एक किसिमको सहयोग अनि राम्रो कुरा मात्र पाओस् भन्ने चाहिँ चाहना गर्छु। म पहिला सुरुमा कामना गरेँ मैले है त पूजा। सो यस, हामी के कुरामा गर्दै थियौँ भने भन्दाखेरि फर्स्ट अफ अल त मेरो इन्ट्रो नै गर्छु। इन्ट्रोडक्सनमा चाहिँ म महेश्वर श्रेष्ठ, हाल म क्यानाडामा छु र विगत 26 वर्षदेखि एज अ सेफ। पहिला म माल्टामा थिएँ। हाम्रो पूजा र हाम्रो टिम धेरै ठुलो टिम थियो। उहाँ हामीहरू सबैसँगै धेरै स्ट्रगल गर्दै यहाँसम्म आएको हौँ। आजको दिनमा यसरी पूजा र म यो एउटै प्लेटफर्ममा फेरि आइपुगेको छु अनि तपाईँहरूसँग हाम्रो जुन चाहिँ स्ट्रगल, ग्रोथ एन्ड ग्रेटिट्युडको यो जर्नीमा चाहिँ डिजिटल बिजनेसको जर्नीमा चाहिँ जोडिनु भएको छु। त्यसको लागि धेरै धेरै धन्यवाद पूजा। लेट्स रक टुगेदर।
फेरि स्टार्ट हजुर, ब्याक टु यु। डेफिनेटली दाइ। एकदमै, एकदमै दाइ। आई थिङ्क म ईश्वर दाइसँगको मेरो रिलेसन भन्दाखेरि चाहिँ उहाँलाई चाहिँ मैले यहीँ माल्टामा भेटेको होइन। एन्ड आई थिङ्क दाइ मैले कुरा गर्नुपर्दा चाहिँ आई थिङ्क लाइफको मेरो हुन्छ नि त्यो क्षण विच वाज आई रियली अप्रिसिएट होइन। मैले तपाईँलाई भेट्न पाएँ, म धेरै धेरै आभारी छु यो कुराको लागि चाहिँ। धेरै कुरा दाइबाट सिक्न पनि पाएँ। एन्ड आई थिङ्क म अहिले यो पोजिसनमा काम गरिरहँदाखेरि चाहिँ मैले छुट्याउनै नहुने नाम चाहिँ तपाईँको अगाडि आउँछ दाइ, किनकि हजुरले दिनुभएको गाइडेन्स होइन, हजुरले सिकाउनु भएको धेरै कुराहरूलाई फलोअप गरेर नै म चाहिँ आज यहाँसम्म छु। अनि त्यसको लागि चाहिँ हजुरलाई एकदमै मनैदेखिबाट धेरै 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 धन्यवाद दाइ। कुनै कुनै कुराहरू कस्तो हुँदो रहेछ भन्दाखेरि लाइफमा अहिले आएर मैले बुझ्दा चाहिँ कुनै कुरा पढेर जानिन्छ भने कुनै कुनै कुरा चाहिँ पढेर पनि जान्दो रहेछ। माल्टा आउँदाखेरि हल्का अब अननोन, फर्स्ट टाइम नेपालदेखि बाहिर होइन, कति कुराहरू नजान्ने त्यही त हो नि। तर हजुरले चाहिँ लाइक त्यो अप्ठ्यारो नमानिकन फ्रम जिरो हजुरले सिकाउँदै जानुभयो र अहिले म यहाँ छु। त्यसको लागि धेरै धेरै धन्यवाद दाइ। म त यहाँ त्योभन्दा पनि एकदम नाम छुट्याउनै नहुने नाम चाहिँ हामीलाई जोडेको मान्छे सदिन, हाम्रो एकदम टाढा एकदम भए पनि एकदम नजिकको मान्छे है। अनि उसको नाम चाहिँ कहिले पनि छुट्याउनै हुँदैन हामीले। एकदम सहृदय उसलाई चाहिँ नमन गरेँ यहीँबाट। एकदमै। सो अब चाहिँ म चाहिँ दाइ आज हाम्रो जुन टपिकको छ टपिकको बारेमा कुरा गर्न जाउँ, किनकि लाइफ फेरि लामो भयो भने अलिक मजा नि आउँदैन होइन। सो Absolutely. आज हाम्रो चाहिँ फोर्थ टपिक जुन रहेको छ, वान स्ट्रगल आई हेभ फेस्ड होइन। आई थिङ्क मेनी अफ अस वी अलरेडी फेस अ लट अफ प्रब्लम। हजुरहरूले पनि आफ्नो लाइफमा चाहिँ धेरै समस्याहरू चाहिँ फेस गर्नुभएको होला। हरेकको समस्या इट्स नट इजी, इट्स नट स्मल होइन। समस्या सबैको आफ्नो छ। सानो ठुलो भन्ने कुरा त त्यो समयले नै भन्छ र तपाईँले नै कसरी फेस गर्नुभएको छ त्यसमा पनि भर पर्छ। एज आई वाज मेन्सनिङ बिफोर होइन, मेरो मेरो म हल्का दिन्छु दाइ अनि हजुरकोमा जान्छौँ है त के छ तपाईँको त्यो भनौँ न स्ट्रगल के थियो भनेर। सो मेरो स्ट्रगल चाहिँ इट्स स्टार्ट फ्रम 2018 चाहिँ मैले ब्याचलर सकाएर मास्टर गर्दै गर्दाखेरि अब त्यो बेलामा ठ्याक्क विदेश जानुपर्छ, नेपालमै बसेर केही नहुने भयो भन्ने एउटा जुन दिमागमा आएको थियो। अल्दो सबैको त्यस्तो हुँदैन होइन, नेपालमा पनि धेरै कुरा गर्न सकिन्छ भन्छु, तर समहाउ त्यो एजमा त्यसरी माइन्डमा आयो कि ओके अब चाहिँ लेट्स ट्राई बाहिर के गर्नुपर्छ भन्ने आएन। होपफुल्ली मेरो भिजा पनि सबै लाग्यो होइन। सो 2018मा माल्टाको यो देश जुन युरोपमा काउन्ट गरिन्छ, इटालीको नजिक छ होइन, यहाँ आउँदाखेरि होटल लाइनमा आउँदाखेरि आई ह्याड लिटरली त्यति धेरै नलेज थिएन होइन। सो यु क्यान इमेजिन अब हाम्रो इङ्ग्लिस त्यति राम्रो पनि नहुने होइन। अनि ओके बुझ्थेँ, इङ्ग्लिसमा मेरो समस्या के दाइ, अङ्ग्रेजी बुझ्ने होइन, बुझिसकेपछि रिप्लाई दिनलाई ओके मैले प्रेजेन्ट टेन्समा रिप्लाई दियो कि पास्ट टेन्समा दियो कि फ्युचर टेन्समा दियो कि भन्ने त्यो जहिले पनि ऊ हुने कि मनमा डर हुने। अनि अब कफीको बारेमा अहिले पो आएर यति धेरै थाहा भयो त, पहिला पहिला त नेपालमा कहाँ चिया थाहा थियो, मिल्क टी ब्ल्याक टी थाहा थियो, कफीमा क्यापुचिनो थाहा थियो। यहाँ आइसकेपछि त एस्प्रेसो रे होइन, मक्यातो रे, अमेरिकानो रे, लाते रे, डिफ्रेन्ट काइन्ड अफ कफी के। इभन त Yeah. पानी पनि अब नेपालमा त त्यही धाराको पानी भन्ने थाहा थियो, यहाँ आएपछि त स्टिल वाटर, स्पार्कलिङ वाटर, वाटरमा नि फ्लेभर के। अब त्यो सब कुराहरू थाहा थिएन नि त होइन। सो Yeah. स्टार्टिङमा 2018मा त्यही माथि विदेशीहरूसँग काम गर्नु पर्दाखेरि के, अब आफ्नै गाउँठाउँको भएको भए त मेबी उनीहरूले हेल्प गर्थ्यो होइन। तर सुरुमै आउने बित्तिकै विदेशीसँग काम गर्नु पर्दाखेरि त्यो किसिमको चाहिँ अब लाइक देयर वाज गुड एन्ड ब्याड दुइटै किसिमको चाहिँ मानिसहरूसँग मैले भेट्ने मौका पाएँ होइन। राम्रो मान्छेले समहाउ मलाई सिकाउँदै थियो भने अब जो अलिकति हुन्छ नि, उसलाई त केही आउँदैन रहेछ, उसले कसरी गरेर खान्छ भन्नेहरूलाई चाहिँ त्यो बेलामा चाहिँ मैले त्यो स्ट्रगल फेस गरेँ के दाइ। एकदम इट वाज हार्ड है। एक त कोही नचिनेको कसरी गर्ने के भन्ने लाग्थ्यो। त्यो स्ट्रगल मैले फेस गर्दा गर्दा आज म यहाँ आएँ है। बिचमा Proud हजुरलाई भेटेँ। moment, है? बिचमा हजुरलाई भेट्यो, हजुरले धेरै कुरा सिकाउनु भयो। सो इट वाज अ भेरी नाइस एक्सपिरियन्स होइन। स्ट्रगल सँगसँगै अहिलेको जुन मेरो जर्नी छ त्यो हेर्दा चाहिँ मलाई खुसी लाग्छ। र अर्को चाहिँ जुन रहेको छ
स्ट्रगल भन्दाखेरि चाहिँ लिटरली अब त्यस्तो धेरै ठुलो चाहिँ भन्दिनँ, जुन अहिले मैले गरिरहेको छु यो ह्याप्पी जर्नीवाला स्ट्रगल जुन अनलाइन बिजनेसमा मेरो छ त्यो चाहिँ म यसमा अलिकति एड गर्न चाहन्छु होइन। वी अल आर डुइङ, जति पनि हाम्रो बिजनेस पार्टनरहरू हुनुहुन्छ उहाँहरू सबैजनाले स्ट्रगल गरिरहनु भएको छ। स्ट्रगल गरे अनुसारको चाहिँ त्यही अनुसारको चाहिँ हामीले चाहिँ अब भनौँ न जस हाम्रो इन्कम पनि जेनेरेट भइरहेको छ है। सो त्यो कारणले गर्दा चाहिँ यो किसिमको यता पनि स्ट्रगल चाहिँ मैले हल्का एड गर्न खोजेको। इट्स अ फनी सँगसँगै नयाँ कुरा सिक्ने खालको स्ट्रगल पनि भइरहेको छ। धेरै कुरा जान्ने बुझ्ने पनि मौका पाएको छु मैले चाहिँ, विच इज अ भेरी गुड। सो अब चाहिँ मैले दाइलाई दिएँ है त। तपाईँको स्ट्रगल भन्ने कुरा त कहिले पनि सकिँदैन होला मेरो कन्सेप्टमा। अब हामी कुरै भन्ने हो भने नि म त सिन्स क्लास 8 देखि नै स्ट्रगल गर्न थालेको। के फुटपाथमा पसल राखेदेखिको स्ट्रगल अहिलेसम्म पनि स्ट्रगलै छ। आजको जमानामा चाहिँ डिजिटल्ली स्ट्रगल छ हेर होइन। इफ यु आर नट इन दिस, पहिला चाहिँ 8 क्लासको एकजना यङ केटो चाहिँ फुटपाथमा स्ट्रगल गर्दै थियो भने आजको दिनमा चाहिँ म एज अ एडल्ट एज अफ 47, 26 years of my experience in chef, डिफ्रेन्ट नेसनलमा डिफ्रेन्ट कन्ट्रिजमा चाहिँ डिफ्रेन्ट नेसनहरूसँग काम गरेर स्ट्रगल आउँदै आजको दिनमा म क्यानाडा छु। अहिले पनि स्ट्रगल गरिरहेको छु। अनि नयाँ काम सिक्नको लागि चाहिँ एकदमै मनमा हुटहुटी हुन्थ्यो कि मैले तिमीहरूलाई जहिले पनि भन्ने गर्थेँ नि, नयाँ काम सिक्नको लागि नाइ नबन, प्लिज डु इट। म कति फोर्स गर्थेँ तिमीहरूलाई होइन। तिमी पहिला चाहिँ एज अ सुपरभाइजर नबन्ने भनेर भन्थ्यो, होइन बन्नै पर्छ, तिमी मलाई थाहा छ तिमी बन्न सक्छौ भनेर कति भन्थ्यो होइन। त्यस्तै गरेर अनि आजको दिनमा आउँदाखेरि पनि यो जब डिजिटल प्लेटफर्म मैले भेट्टाएँ अनि मैले तिमीहरूलाई चाहिँ कन्भिन्स गरेको होइन, तिमीहरूलाई चाहिँ एउटा वे अफ डिफ्रेन्ट जर्नर अनि डिफ्रेन्ट वे अफ थिङ्किङलाई चाहिँ मैले तिमीहरूलाई इन्ट्रोड्युस गराएको भएँ होइन। सो डेफिनेटली त्योभन्दा पहिला त मैले त स्ट्रगल चाहिँ मैले फेस गरिसकेको थिएँ कि त्यो फेस गरिसकेको स्ट्रगललाई चाहिँ तिमीहरूलाई वे देखाउनलाई चाहिँ म यति आतुर थिएँ कि मैले देखाएको छु त्यो स्ट्रगल होइन, त्यो चाहिँ डेफिनेटली एकदमै देखिरहेको होराइजनमा देखिरहेको चाहिँ सफलताको एउटा स्पार्क देखिसकेको थिएँ कि मैले। त्यस कारण चाहिँ मैले जहिले पनि भन्ने गर्थेँ, होइन यु गाइज क्यान डु इट। अनि म त्यसलाई चाहिँ स्ट्रगल मान्दिनँ, त्यो चाहिँ सानो एउटा स्टेप हो, जुन स्टेपमा चाहिँ तिमीले अघि भने नि ह्याप्पी काइन्ड अफ जर्नी होइन, ह्याप्पी काइन्ड अफ स्टेप्स, जुन स्टेपले चाहिँ तिमीलाई अझ काइन्ड अफ अझै गर्नु जस्तै कारण म यसलाई चाहिँ स्ट्रगल मान्दिनँ है। यो चाहिँ ग्रो हो, त्यो ग्रोमा चाहिँ हामीले कुनै ठाउँबाट चाहिँ स्टेप अप हुँदै आइरहेको कुरा भयो। सो त्यस कारणले अब स्ट्रगललाई चाहिँ हामीले कसरी लिनुपर्छ भन्दाखेरि त्यो स्ट्रगललाई चाहिँ हरेक समय म बिहान उठेर मेरो काममा जान्छु भने जस्तै यो डिजिटलमा पनि म बिहान उठिसके यो डिजिटलमा चाहिँ यो यति भए पनि गर्नुपर्छ भनेर चाहिँ सानो स्टेपलाई चाहिँ स्ट्रगल नमानिकन अनि त्यसलाई चाहिँ स्ट्रेन्थ बनाउने काम गर्नुपर्छ जस्तो लाग्छ। यो चाहिँ म स्ट्रगल चाहिँ मान्दिनँ, तर एकदम तिमीले भने जस्तो एकदम ह्याप्पी जर्नी छ, जुन जर्नीमा चाहिँ म तिमीहरूसँगै जोडिन पाएको छु। थ्याङ्क्स टु हाम्रो ज्ञानजी, थ्याङ्क्स टु हाम्रो अविनाशजी, अनि ह्युज थ्याङ्क्स टु हाम्रो सुषमा दिदी। अनि मैले बिर्सनै नहुने चाहिँ मेरो बिजनेस पार्टनरहरू जस्ट लाइक यु, हाम्रो नरेश अनि मनिषा, अनि नयाँ जोडिन आउँदैछ उहाँहरूलाई पनि धेरै धेरै थ्याङ्क यू। स्टेज ब्याक टु यु। सो थ्याङ्क यू दाइ, एकदमै रमाइलो लाग्यो यो टपिकमा नै हजुरको एन्सर सुन्न पाउँदाखेरि। सो अर्को हाम्रो टपिक रहेको छ वाट वी हेभ लर्न सो फार। आई थिङ्क सम हाउ वी टच होइन, यही भनिरहँदाखेरि यो कुरामा हल्का टच भएको छ, तर मैले चाहिँ म दुवै कुरालाई चाहिँ एड गर्न चाहन्छु यहाँ, मेरो फुल टाइम र पार्ट टाइम दुवैबाट चाहिँ वाट आई हेभ लर्न सो फार मेरो यो लाइफमा भनेर चाहिँ है। सो ब्याक टु वर्किङ फुल टाइममा पनि हामीहरूको काम भनेको चाहिँ अब होटलमा काम गरेपछि त आई थिङ्क मेनी अफ यु क्यान रिलेट होइन। अब होटलमा काम भनेपछि
एभ्री टेबल हेज अ स्टोरी होइन। सो हरेक टेबलमा स्टोरी छ। इभन अहिले आएर मैले यतिको इङ्ग्लिस बोल्न सक्दा पनि म चाहिँ कहिलेकाहीँ चाहिँ मेरो यो कामलाई पनि एकदमै थ्याङ्क यू भन्न चाहन्छु। हुन त मैले पनि स्ट्रगल गरेको छु होइन, तर समहाउ जब कि हामी चाहिँ यो होटल लाइनमा नयाँ नयाँ गेस्टहरूलाई भेट्छौँ, उनीहरूले बोलेको सुन्दाखेरि, उनीहरूले अब शब्दहरू बोल्छ नि, वर्डहरू, त्यसको मिनिङ के हो भनेर खोताल्दै जाँदाखेरि, एभ्री डे कम्युनिकेट गर्दाखेरि, किनकि अब त यहाँ त बोल्ने भनेको नेपालीमा त होइन दाइ, हिन्दीमा त होइन, अभियसली यु हेभ ओन्ली वान अप्सन विच इज इङ्ग्लिस होइन। सो इङ्ग्लिसमै बोल्नुपर्ने हुन्थ्यो। सो आई ह्याभ टु लर्न एनी हाउ, यदि यहाँ बसेर लाइफ सेट गर्नु छ भने आई हेभ टु लर्न। सो त्यो एउटा चाहिँ दिमागमा थियो होइन। त्यो कारणले गर्दाखेरि चाहिँ यहाँ आउँदासम्म मैले अङ्ग्रेजी बोल्न सिकेँ। अल्दो माई इङ्ग्लिस मेबी नट द्याट मच पर्फेक्ट, तर स्टिल म बुझ्छु र मैले बुझेर अहिले एन्सर दिन सक्छु। त्यो नै मलाई धेरै ठुलो कुरा भएको छ। त्यो मैले सिकेको छु। र अर्को कुरा के भन्दाखेरि कसरी चाहिँ लाइक हुन्छ नि, मानिससँग चाहिँ कसरी कम्युनिकेट गर्ने भन्ने कुरा, जुन चाहिँ मलाई यो अनलाइन बिजनेसले फेरि सिकाएको छ यसमा चाहिँ है। म एकदम साई किसिमको मान्छे, महेश्वर दालाई एकदम थाहा छ। मलाई यो फेसबुकहरूमा पोस्टहरू गर्न, मान्छेसँग बोल्न भने चाहिँ डर लाग्छ के। त्यो कहाँबाट दिमागमा यो बोल्न खोजेको अर्कै भएर जान्छ कि, त्यो टपिक नै चेन्ज हुन्छ कि मेरो। सो त्यही भएर यो अनलाइन डिजिटल बिजनेसले चाहिँ एउटा कन्फिडेन्ट बिल्डअप गराएको छ ममा। अनि त्यसपछि कम्युनिकेसन स्किलमा पनि एकदम इम्प्रुभ गरेको छ। र अब अहिले यो सोसल मिडिया जुन आई थिङ्क बिना हाम्रो लाइफ नै इन्कम्प्लिट छ, फोन बिना हाम्रो लाइफ नै इन्कम्प्लिट छ जस्तो लाग्छ है। आई थिङ्क मेनी अफ यु नो यो बारेमा होइन। सो यो फोनलाई चाहिँ कसरी युटिलाइज गर्ने, जुन हामीले दिनको 2-3 घन्टा कसरी चाहिँ वेस्ट गरेर आएको छौँ, त्यसलाई कसरी प्रयोग गरेर चाहिँ इन्कम गर्न सक्छ भन्ने कुरा सिकाएको छ होइन। सो फेसबुकलाई पनि, फेसबुक मात्रै भन्ने कुरा थाहा छ हामीलाई। फेसबुक के हो त, एउटा चाहिँ सोसल मिडिया प्लेटफर्म हो जहाँ चाहिँ तिमीले साथीहरू बनाउँछ, फोटो अपलोड गर्ने हो, आफूले के गरिरहेको छ देखाउने हो भन्ने कुरा मात्रै दिमागमा छ। बट गाइज त्यो मात्रै होइन। फेसबुकबाट तिमीले इन्कम जेनेरेट गर्न सक्छौ। युट्युबमा अरूको भिडियोहरू हेरिरहँदा तिमीले खुद पनि भिडियो बनाउन सक्यौ, कन्टेन्ट क्रिएट गर्न सक्यौ भने तिमीले खुद कमाउन सक्छौ। सेम लाइक फर इन्स्टाग्राम होइन, लिङ्कडिन, अरू पनि वेबसाइटहरू, अरू पनि साइटहरू, प्लेटफर्महरू छ। सो त्यो चाहिँ आएर चाहिँ मैले यो बिजनेसबाट चाहिँ सिक्न पाएँ। सो द्याट्स अर्को लाइक भनौँ न, अर्को पार्ट पनि मैले चाहिँ लर्न गर्न पाएँ, दुवै फुल टाइम र पार्ट टाइम दुवैबाट चाहिँ दाइ। सो तपाईँको चाहिँ के छ त, वाट हेभ यु लर्न सो फार दाइ? पहिला सुरुमा म तिम्रै इक्जाम्पल दिन्छु, त्यसपछि मेरो दिनुहोस् है त। हस् दाइ। फर्स्ट अफ अल त यो पूजा चाहिँ कस्तो भन्दाखेरि यो बिजनेसमा आउनुभन्दा अगाडि इम्पोसिबल टु ब्रिङ हर इन लाइक लाइभ यु नो। अनि अहिलेको अवस्थामा चाहिँ मलाई सिकाउन थालिसक्यो कि अब यो लाइभमा यसरी जानुपर्छ, भिडियो यसरी बनाउनुपर्छ भन्ने। बिकज जस्ट फर इन्फर्मेसन कि ऊ पहिल्यै नै अलिअलि यो मिडियामा चाहिँ काम गरिसकेको मान्छे, तर अगाडि फ्रन्टमा चाहिँ आउनु नचाहेको मात्र हो। यति राम्रोसित चाहिँ लिड गर्छ कि यो कुरामा, तर ऊ लिड अगाडि आएर चाहिँ गर्न नचाहेर चाहिँ मैले उसलाई फोर्स गरेको थिएँ। तर हो त्यो त्यो एउटा जुन क्लोजनेसबाट चाहिँ वाइडनेसतिर आएको तिमी आफै देखेछौ नि। सो द्याट्स वान अफ द गुड इक्जाम्पल है। म अरू कसैलाई केही भन्नै पर्दैन होला। यहाँ हामीलाई जसले पनि हेरिरहेको छन्, हाम्रो लाइभ हेरिराख्नु भएको हाम्रो दमन्ता भुजेल चाहिँ हाम्रो अर्को बिजनेस पार्टनर हुनुहुन्छ। उहाँ पनि त्यस्तै हुनुहुन्थ्यो, बोल्नै नजान्ने। तर अहिलेको अवस्थामा चाहिँ उहाँले त यति लाइभहरू आफैले चाहिँ डिफ्रेन्ट चाहिँ गेस्टहरू बोलाएर आफै लाइभ सेसन चलाउनुहुन्छ। इट्स अमेजिङ के। त्यस कारणले यो बिजनेसमा चाहिँ म धेरै कुरा भन्न चाहन्न, तर नआइकन तपाईँले बुझ्न सक्नुहुन्न। यो बिजनेसमा तपाईँलाई चाहिँ धेरै कुरामा आफ्नो पैसा त त्यहाँ छँदैछ, पैसा इज अ डिफ्रेन्ट स्टोरी। त्यहाँ पैसा आउँछ नि, तर तपाईँको लाइफस्टाइल चेन्ज गराउँछ। तपाईँको के जुन तरिकाबाट बुझेको छ सोसियल मिडियालाई, त्यसलाई चेन्ज गराउँछ। त्यसपछि आएर प्रोस्पेक्ट अफ डिजिटल बिजनेस भनेको के हो भन्ने कुरा बुझिन्छ। त्यो धेरै कुराहरू छ यहाँ। यो बुझ्नको लागि चाहिँ तपाईँले यहाँ आउनै पर्छ। अब अरू कुरा गर्नुभन्दा पनि मेरो कुरा भन्दाखेरि चाहिँ म आफूलाई चाहिँ अबको अवस्थामा के भन्न सक्छु भन्दाखेरि, अब यो
डिजिटल बिजनेसमा नलाग्ने हो भने चाहिँ हामी पछि पर्छौँ, धेरै नै पछि पर्छौँ है। एकदम दाइ। स्ट्रगल हामीले गर्नुपर्छ भन्ने नै छैन, किनभने हामीले स्ट्रगल गरिसकेका छौँ। जस्तै कि हाम्रो ज्ञानजीहरूले पहिल्यै स्ट्रगल गरिसकेर चाहिँ हामीलाई यति सजिलो बनायो। तर अब हामीले गरिसकेको स्ट्रगललाई चाहिँ हामीभन्दा अर्को कुनै पनि बिजनेस पार्टनरहरू आउनुहुन्छ भने त उहाँलाई त झन् सजिलो हुने भयो। एकदमै मैले त्यो नै कुरा चाहिँ प्रस्तावमा चाहन्छु। अरूभन्दा पनि मैले तिमीले सोधेको सब्जेक्टमा भन्दा पनि मैले धेरै ल्याङ्ग्रिङ नगरिकन यो मात्र सठिक आन्सर दिन चाहन्छु कि यो बिजनेसमा तपाईँहरू पार्टिसिपेट हुने हो भने पूजा र मेरो वेबसाइट छ यहाँ। वेबसाइट चाहिँ ऊ रहन्छ पूजा। क्यान यु जस्ट यसलाई चाहिँ उ गर्नु त प्लिज। हाम्रो वेबसाइट छ, उहाँ तपाईँहरू वेबसाइटबाट हाम्रो उसमा जान पनि सक्नुहुन्छ। ब्यानरमा गएर एकताल हेर्दा ब्यानरमा ओके, ब्यानरलाई मिनिमाइज गरिदेऊ, हाइड गरिदेऊ, त्यसपछि आउँछ त्यो। अनि वेबसाइटमा यस एक्ज्याक्टली हाम्रो पूजाको पनि छ, मेरो पनि छ यहाँ वेबसाइटमा गएर तपाईँले हामीबाट धेरै कुराहरू सिक्न सक्नुहुन्छ र लाइफमा केही न केही चेन्जेसहरू तपाईँले चाहनुहुन्छ भने आउट अफ द बक्स प्लान बी को लागि धेरै चिज गर्न सक्नुहुन्छ। अब यति भन्दै गर्दाखेरि चाहिँ हामीले सिक्ने चाहिँ के त भनेर भन्दाखेरि यहाँ आइसकेपछि यो वेबसाइटमा गएर तपाईँको नाम, तपाईँको इमेल आइडी अनि त्यति रेजिस्टर गरेर तपाईँले भिडियो हेर्न सक्नुहुन्छ। अनि त्यहीँबाट तपाईँ चाहिँ अरू चिजहरू सबै चिजहरू गर्न सक्नुहुन्छ। त्यहाँबाट चाहिँ हामी तपाईँलाई हेल्प गर्छौँ। अब मेरो कुरा चाहिँ त्यही हो अहिलेको लागि। अरू केही? हजुर दाइ धन्यवाद त्यति कुराको लागि पनि। सो अब हाम्रो अर्को टपिक रहेको छ माई इन्भाइरोमेन्ट भनेर। सो जस्ट टु लेट यु नो, इन्भाइरोमेन्टले धेरै 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 कुरामा इफेक्ट पार्छ। तपाईँ कस्तो इन्भाइरोमेन्टमा हुनुहुन्छ भन्ने कुरा चाहिँ तपाईँको आफ्नो लाइफलाई चाहिँ दर्शाउँछ है। तपाईँ राम्रो इन्भाइरोमेन्टमा हुनुहुन्छ, केही सिक्ने इन्भाइरोमेन्टमा हुनुहुन्छ होइन, अब केही हुन्छ नि लाइफमा केही ग्रोथ गर्ने इन्भाइरोमेन्टमा हुनुहुन्छ भने तपाईँले लाइफ चेन्ज गर्न सक्नुहुनेछ। तर त्यही हो, सदाबहार भोलि गरौँला, ए आज साथीसँग घुम्न जाऊँ न, ए छँदै छ त 1 महिना छ त, ए होइन पैसा अहिले सेभ किन गर्नु, लाइफ भनेको एक बारको हो, ल जाऊँ हिँड सपिङ गरौँला, मुभी हेर्न जाउँला, त्यस्तो सोच्नु भन्नुहुन्छ भने गाइज यु आर टोटली रङ है। तपाईँको इन्भाइरोमेन्ट तपाईँले आफै क्रिएट गर्ने हो, न कि अरूले आएर तपाईँलाई क्रिएट गर्न सिकाउने हो। तपाईँले चाहिँ राम्रो इन्भाइरोमेन्ट आफूले बनाउनु र इन्भाइरोमेन्ट खोज्दै जानुहोस् कहाँ चाहिँ तपाईँले चाहिँ लाइफमा चाहिँ ग्रोथ गर्न सक्नुहुन्छ भनेर। फर इक्जाम्पल अघि मैले भने नि फेसबुककै तपाईँलाई सिनारियो दिँदाखेरि फेसबुक जस्तो प्लेटफर्म फ्रीमा पाउनु भएको छ होइन। अब त्यो इन्भाइरोमेन्ट, त्यो फेसबुकको इन्भाइरोमेन्टमा चाहिँ तपाईँले गर्नु के हुन्छ त, खालि रिल हेऱ्यो, स्क्रोल गर्यो, एउटा रिल हेर्छ, त्यसपछि फेरि अर्को पार्टमा जान मन लाग्छ, हुन्छ त्यो मुभीको क्लिपहरू हाल्दाखेरि क्या दाइ, पार्ट 1, पार्ट 2, पार्ट 3 त्यो 1 घन्टा सक्यो कि त्यही नै होइन। अनि कुनै कुनै फनी रिल आउँछ, यसो हेऱ्यो साथीलाई पठायो, त्यो खालको भइरहेछ कि के छ भने इन्भाइरोमेन्ट त पाएको छ तपाईँले होइन, तर इन्भाइरोमेन्टलाई चाहिँ कसरी राम्रो तरिकाले र नराम्रो तरिकाले लाने भन्ने कुरा चाहिँ तपाईँमा भर पर्छ क्या। त्यही फेसबुक प्लेटफर्मलाई हजुरले राम्रोसँग लगेर चाहिँ इन्कम जेनेरेट गर्न सक्नुहुन्छ भने वाइ नट, रादर देन 1-2 घन्टा त्यही रिल, भिडियो, फोटो, मुभी हेरेर बस्नुको सट्टामा चाहिँ केही राम्रो ठाउँमा चाहिँ केही गरौँ न होइन, कसरी चाहिँ लाइफलाई सिक्योर बनाउन सकिन्छ भन्ने कुरामा चाहिँ लाग्नुपर्छ जस्तो मलाई लाग्छ। इभन द वर्क इन्भाइरोमेन्ट आफूले अब कतै फुल टाइम गरिरहनु भयो भने त्यहाँ पनि त्यस्तै हो। हजुरले चाहिँ कसैलाई राम्रो गरिरहनु भएको छ भने अभियसली इट विल कम ब्याक टु यु है। म चाहिँ त्यसरी विश्वास गर्छु दाइ। हुन त सबको आफ्नो विचार छ होइन। कोही मान्छे के भन्छ भने कति राम्रो गर्नु, खोइ भगवान्ले हामीलाई हेर्दैन भन्ने कुरो हुन्छ। भगवान्ले भनेको हेर्ने सबैलाई हो, तर भगवान्ले हेर्दाखेरि आफूले पनि त गर्नु पर्यो नि भन्छु क्या म चाहिँ दाइ फेरि होइन। आफूले नगरेसम्म त भगवान्ले नि के, उहाँको काम त हेरिरहने हो, तर गर्दा त आफूले गर्ने हो नि त। आफूले नराम्रो व्यवहार गरेछ, आफूले टाइम वेस्ट गरिरहेछ भने अभियसली त्यहाँ त फल फुल्दैन नि त होइन, केही इन्कम जेनेरेट त हुँदैन नि त होइन, प्राप्त केही हुँदैन नि त। सो यु ह्याभ टु डु बाई योरसेल्फ जस्तो चाहिँ मलाई लाग्छ। तपाईँलाई केही पोइन्ट छ भने दाइ राख्न सक्नुहुनेछ है त यो इन्भाइरोमेन्टको केसमा चाहिँ। इन्भाइरोमेन्टको कुरा गर्दाखेरि चाहिँ तपाईँले कुन इन्भाइरोमेन्टमा तपाईँको आफ्नो माइन्ड डेभलप गर्दै हुनुहुन्छ त्यो चाहिँ सबैभन्दा ठुलो कुरा हो होइन।
अब म एज अ सेफ म चाहिँ एकदम कस्तो भन्दाखेरि क्लोज ठाउँमा बसेर काम गरिरहेको हुन्छु, मेरो माइन्ड नै क्लोज भइरहेको हुन्छ। तर मेरो इनर सोलमा चाहिँ के हुन्छ भने म एकदम डिफ्रेन्ट डाइमेन्सनको कुराहरू सोचिरहेको हुन्छु र त्यसैबाट नै मैले आफ्नो माइन्डलाई चाहिँ जहिले पनि डिफ्रेन्ट तरिकाबाट ल्याउने कोसिस गर्छु र लाइफमा इम्प्लिमेन्टेसन गर्न कोसिस गर्छु होइन। सो एज अ इन्भाइरोमेन्ट चेन्ज भनेको एभ्रिथिङ इन योर लाइफ कसरी हुन्छ भन्दाखेरि तपाईँले कसरी लिन्छौ होइन। अब इन्भाइरोमेन्ट इज लाइक अ जहिले पनि एउटै मान्छेसँग या त त्यही मान्छेहरूसँग कुरा गरिराख्दाखेरि हर हमेसा एउटै कामहरू गरिराख्दाखेरिको एउटा जुन इन्भाइरोमेन्ट हुन्छ नि, त्यो इन्भाइरोमेन्टलाई चाहिँ हामीले कसरी क्लिक गर्न सक्छौँ भन्दाखेरि त्यसलाई चाहिँ नेगेटिभ सोच नल्याइकन मैले चाहिँ यो चिज गर्ने किन गरेर आएको होला भन्ने नसोचिकन हरेक समय चाहिँ आफूले चाहिँ दिने चाहिँ ओके म यो चिज गर्दाखेरि यहाँ चाहिँ मैले धेरै इम्प्रुभ गर्न सक्छु होइन। अनि त्यो तरिकाको चिजहरूलाई चाहिँ सोचेर अगाडि बढ्नुपर्छ। अब एज अ म जबदेखि यो डिजिटल एन्टरप्रेन्योरको भएर यो डिजिटल प्लेटफर्ममा मैले काम गरिरहेको छु, हाम्रो इन्भाइरोमेन्ट चाहिँ कस्तो छ भनेर भन्दाखेरि हामीसँग एकदम ठुलो कम्युनिटी छ, जुन कम्युनिटी चाहिँ एकदम लाइक माइन्डेड, एकदम रमाइलो, एकदमै पोजिटिभ माइन्डसेट भएको मान्छेहरू। आइम नट टकिङ अबाउट ओन्ली नेपालीज है, यहाँ त लाखौँ मान्छेहरू छन्, जुन लाखौँ मान्छे हजारौँ लाखौँ मान्छेहरूमा चाहिँ यस्तो कुराहरू मात्र छ कि जुन चाहिँ पोजिटिभ थट मात्र सेयर गर्छ, जहिले पनि ट्रेनिङ, अनि त्यसपछि आएर जहिले पनि राम्रो कुराहरूमा सेयरिङ गर्ने, अनि हेल्पको त कुरै नगरौँ, सबैले सबै तरिकाको हेल्प गर्छ यहाँ एकदम। कसरी गर्दाखेरि चाहिँ राम्रो हुन्छ भन्ने कुरा चाहिँ सबैलाई देखाउँछ सबैलाई। त्यस कारणले जब यो बिजनेसमा मैले आफूलाई चाहिँ यो बिजनेसमा स्पेसली जबदेखि मैले सुरु गरेँ, यो 8 महिना भयो, मेरो लाइफ चाहिँ कसरी चेन्जेस भएको छ भन्दाखेरि नर्मली म पहिला धेरै ढिलासम्म सुत्ने मान्छे, आजभोलि चाँडै उठेर केही न केही चिज गर्छु भन्ने चाहिँ जहिले पनि लागिरहेको हुन्छ होइन। त्यो सँगसँगै अब फ्यामिलीलाई टाइम दिने आफ्नो ठाउँमा छँदैछ, यो चाहिँ घरमै बसेर काम गर्ने भएपछि फ्यामिलीलाई टाइम दिनेदेखि लिएर हरेक चिज चाहिँ गर्ने त्यही सजिलो भइहाल्यो होइन। त्यो सँगसँगै कस्तो भन्दाखेरि यो कन्सटेन्टली लर्निङ भइरहेछ, पोजिटिभ माइन्डसेट अझ बिल्ड भइरहेछ होइन। हरेक चाहिँ फोकस अन ओन्ली ग्रोथ के मान्छे चाहिँ अरू कुरा सोचिरहेको छैन जस्तो लाग्छ मलाई चाहिँ। म चाहिँ त्यस्तो भइरहेको छु। म अरूहरूको कुरामा चाहिँ म टाइम नै दिँदिनँ कि आजभोलि, म आफ्नै टाइमलाई मात्र टाइम दिइरहेको हुन्छु। जस्तै अब राम्रो कुरामा जस्तै तिमीलाई टाइम दिन्छु किनभने हामी ग्रो गर्न चाहन्छौँ। जस्तै कि हाम्रो साथीहरू कतिजना साथीहरू हुनुहुन्छ, हाम्रो बिजनेस पार्टनर हुनुहुन्छ, हामी अरू कुरामा फोकसै हुँदैन। हामी फोकसै के गर्छौँ भन्दाखेरि हाम्रो लाइफमा कसरी अगाडि बढाउन सक्छौँ र कसरी राम्रो गर्न सक्छौँ त्यो मात्र हामी फोकस गर्छौँ, अरू कुरामा गढै गर्दैनौँ। त्यस कारणले त्यो इन्भाइरोमेन्ट चाहिँ हामीलाई यो डिजिटल बिजनेसले दिइरहेछ है। यो डिजिटल बिजनेसले चाहिँ हामीलाई त्यो अरू ठाउँमा फोकसै गर्न दिँदैन। किन भन्दाखेरि बिहान उठ काममा जाऊ होइन, आफ्नो बिहान उठ भन्ने बित्तिकै उठ्ने मात्र होइन, त्यहाँ चाहिँ धेरै चिजहरू छ। आफूलाई टाइममा कसरी म्यानेज गर्ने, टाइम म्यानेजमेन्टदेखि लिएर त्यसपछि आएर फ्यामिलीलाई म्यानेज कसरी गर्नेदेखि लिएर आफ्नो काममा म्यानेज गर्ने कसरीदेखि लिएर फर्केर आएर आफ्नो रेगुलर कामबाट फर्केर आइसकेपछि यो त पार्ट टाइम हो नि, पार्ट टाइममा कसरी टाइम म्यानेज गर्ने पनि छ क्या। सो आइ एम ग्रेटफुल द्याट्स आइ एम इन दिस बिजनेस। अनि मैले चाहिँ यो इन्भाइरोमेन्ट हाम्रो मनिषा थापाले भनिराख्नु भएको छ, यु आर राइट भनेर भन्नुभएको छ। यस दाइ यु आर राइट भनेर भन्नुभएको छ। यस यु आर राइट टु, एकदमै। किन भन्दाखेरि जुन तरिकाबाट मैले चाहिँ आफूले चेन्जेस पाएको छु, यस द्याट्स एब्सोल्युटली अमेजिङ। यो बिजनेसमा चाहिँ जो कोहीले पनि आउन कोसिस गर्नुहुन्छ, जो कोहीले पनि यो बिजनेसमा चाहिँ आजमाउन चाहनुहुन्छ, म चाहिँ त्यो पनि भन्नु आजमाउन होइन। हाम्रो मन्जराजी पनि एकदमै डिफ्रेन्ट तरिकाबाट सोच्नुहुन्थ्यो। आजको दिनमा उहाँ पनि एकदम मजाले बिजनेस गरिराख्नु भएको छ। सो उहाँ पनि एकदम सिम्पल पर्सन हो,
यति राम्रोसित बिजनेस गरिराख्नु भएको छ, वाउ भइरहेको छ। त्यस कारणले एकदम अझ यो इन्भाइरोमेन्टल जुन इन्भाइरोमेन्ट चाहिँ हामीलाई यो बिजनेसले प्रोभाइड गरिदिएको छ, एकदम पोजिटिभ माइन्डसेट, यस्तो मजाको छ कि कुरै नगरौँ के, कुरै नगरौँ। सो यु क्यान फिल द्याट्स पूजा है, म पनि त्यो फिल गर्छु। त्यस कारणले हामी यति समय चाहिँ दिएर अरू काहीँ नरहेकन आफ्नो टाइमको लागि मात्रै दिइरहेको छौँ। द्याट्स हाउ आई लर्न है, द्याट्स हाउ आई ओके। सो दाइ लास्ट टपिकमा जानुभन्दा अगाडि चाहिँ आई थिङ्क इट्स बेटर वी विल टेक सम कमेन्ट्स है, किनकि समहाउ इट्स रिलेटेड ठ्याक्कै हाम्रो टप लास्टको रिफ्लेक्सन र ग्रेटिट्युडमै जुन टपिक रहेको छ इट्स रिलेटेड हाम्रो कमेन्टसँगै होइन। हामीले चाहिँ किन चाहिँ एउटा रिफ्लेक्सन राख्नुपर्छ र ग्रेटिट्युड चाहिँ सो अफ गर्नुपर्छ भन्ने कुरा हामीलाई चाहिँ यो लाइभ हेरेर चाहिँ हाम्रो साथीहरूले यसरी साथ दिनुभएको छ, त्यसको लागि थ्याङ्क यू। र उहाँहरूलाई पर्सनली थ्याङ्क यू भन्नको लागि चाहिँ म 1 by 1 कमेन्ट लिन्छु ल दाइ। सो फर्स्ट कमेन्ट म लिन्छु अनि हजुरले बिस्तारै अरू पनि जोइन गर्न सक्नुहुन्छ ल। सो फर्स्ट कमेन्ट तिमीले कमेन्ट लियो है, म चाहिँ गरौँ ल। दाइले यस्तो सम्म पाराले यस्तो मजाले बोल्नुहुन्छ, म कहिले सिक्ने होला त्यसरी। म बोल्दा त हडबडिन्छ हौ दाइ, तर आम स्टिल लर्निङ यो कुराको लागि होइन, कि म अलि स्लोली बोल्नु सिक्दैछु बिस्तारी। सो हाम्रो फर्स्ट कमेन्ट रहेको छ दामन्त भुजेलजीबाट। म चाहिँ उहाँबाट एकदम इन्सपायर हुन्छु है दाइ। एभ्री डे उहाँ यस्तो मान्छे हुनुहुन्छ कि फास्ट फरवर्ड होइन, र सबैलाई चाहिँ टाइम दिने है, यति मान्छेहरूलाई हेल्प गर्नुभएको छ उहाँले। अनि हरेकको लाइफमा पनि गएर कमेन्ट गरेर सपोर्ट गर्नुहुन्छ, यस्तो सपोर्टिभ मान्छे आई थिङ्क यु विल बेयरली मिट इन लाइफ है। त्यसको लागि दामन्तेजी धेरै धेरै धन्यवाद। हजुरले गर्नुभएको कामलाई चाहिँ हामी सबैले अप्रिसिएट गरेका छौँ, स्पेसली म चाहिँ पर्सनली एकदम अप्रिसिएट गर्छु। र यो बिजनेसमा हजुर जस्तो मान्छे चाहिँ एकदम 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 चाहिन्छ र चाहिएको पनि हुन्छ है त। सो दामन्तेजीले लेख्नुहुन्छ, हेलो नमस्ते बोथ अफ यु, ह्याप्पी न्यू इयर ब्रदर एन्ड सिस्टर, आई एम वाचिङ लाइभ स्ट्रिम फ्रम युएसए ओहायो भनेर लेख्नु भएको छ। नमस्ते दामन्तेजी एन्ड ह्याप्पी न्यू इयर टु एज वेल है। अनि थ्याङ्क यू फर यर सपोर्ट। सो नेक्स्ट लेख्नुहुन्छ मनिषा दिदीले लेख्नु भएको छ, आइ एम वाचिङ फ्रम युएसए भनेर। उहाँ पनि जस्तै अघि दामोदरजीको कुरा गरे जस्तै मनिषा राजी पनि एकदमै एकदमै एक्टिभ मान्छे। आई थिङ्क उहाँको रिलहरू हेरेर त कहिलेकाहीँ म त कति कुराहरू सिकेर हुन्छु। ओके नेक्स्ट टाइम म पनि रिल बनाउँदा यस्तै भन्छु है, यस्तै गर्छु है भन्ने कुरा हुन्छ क्या मलाई चाहिँ कहिलेकाहीँ। सो थ्याङ्क यू मनिषा राजी, हजुरको लागि पनि। दामन्तेजीले फेरि लेख्नु भएको छ, आई एम ह्याप्पी टु सी यु बोथ अफ यु एट सेम फ्रेम, थ्याङ्क यू सो मच फर सेयरिङ दिस अमेजिङ प्लेटफर्म भनेर दामन्तेजीले लेख्नु भएको छ, जुन चाहिँ ठ्याक्कै स्क्रिनमा सो भयो अहिले। थ्याङ्क यू वन्स अगेन दामन्तेजी। ग्रेट टिम भनेर लेख्नु भएको छ मनिषा राजीले, थ्याङ्क यू सो मच मनिषा राजी। त्यसपछि अर्को कमेन्ट रहेको छ, जस्ट गिभ मी अ मोमेन्ट है। गणेश दाई, गणेश चुराली, ओके गणेशजी उहाँ पनि आई थिङ्क वान अफ माई फेभरेट है दाई। एकदम मजाको यो टेकको कुराहरूमा पनि यस्तो नलेज भएको कति कुराहरू उहाँले सिकाउनुहुन्छ। यो फेसबुकलाई कसरी चलाउने, च्याट जिपिटीलाई भनौँ न, यस्तो यस्तो कुरा टेकको कुराहरूमा उहाँ एकदमै अगाडि हुनुहुन्छ र उहाँबाट पनि धेरै कुरा सिक्न पाउँछ। सो नमस्ते गणेशजी, तपाईँलाई पनि हामी दुवैजनाको तर्फबाट आइ एम वाचिङ फ्रम चिकागो युएसए भनेर लेख्नु भएको छ, थ्याङ्क यू। अर्को कमेन्ट रहेको छ हाम्रो बिजनेस पार्टनर नरेशजीबाट। नरेश लेख्नुहुन्छ, हेलो आइ एम वाचिङ फ्रम क्यानाडा भनेर लेख्नु भएको छ, थ्याङ्क यू फर वाचिङ नरेशजी। अनि अर्को जुन कमेन्ट रहेको थियो अघि मैले सो गरिसकेँ थिएँ, मनिषा राजीले चाहिँ महेश्वर दाईको कुरामा चाहिँ सहमति जनाएर लेख्नु भएको थियो। सो यो ग्रेजुएसन र रिफ्लेक्सन भन्ने कुरा जुन हाम्रो लास्ट टपिक रहेको छ आजको यो लाइभ सेसनमा, हामीले चाहिँ सबै कमेन्ट गर्नुभएको उहाँहरूलाई चाहिँ धन्यवाद दिन चाहन्छौँ। हजुरले जुन देखाउनु भएको इन्ट्रेस्ट र माया भनौँ न हामीहरूप्रति, त्यसको लागि थ्याङ्क यू सो मच। मैले दाइ एउटा कुरा के सिकेँ भन्दाखेरि नेपालमा त्यति धेरै कमन छैन यो कुरा होइन, मेबी अहिले चाहिँ होला है, इट्स बिन लङ टाइम अब नेपाल नगएको पनि। यहाँ आएर सिकेको कुरा चाहिँ सरी, थ्याङ्क यू भन्छ नि, अनि हेलो, यो 3टा वर्ड के, यु डोन्ट निड टु चेक द टाइम होइन, यु डोन्ट निड टु नो द पिपल है, अनि यु डोन्ट निड टु सी द इन्भाइरोमेन्ट, यु डोन्ट निड टु सी हु इज रिच पुवर। अब कोही भनौँ न त्यो जेनेरेसन या जेन्डर वाइज पनि जानु पर्दैन, यु विल हियर फ्रम एभ्री वान। तपाईँले सानो हेल्प गर्दा पनि उनीहरूले थ्याङ्क यू भन्छ है। यस्तो कुरा नेपालमा त्यति धेरै
हुँदैन नि त, कमनली छैन नि त दाइ। कसैले हेल्प गर्यो भने मात्रै धन्यवाद भनिन्छ होइन। तर यहाँ चाहिँ सानो सानो कुरामा पनि उनीहरूले ग्रेजुएट गरिरहेको हुन्छ होइन। उहाँहरूले चाहिँ भनेर हुन्छ कि थ्याङ्क यू यसको लागि, ओ सरी भन्छ। केही कुरा नराम्रो लाग्यो भने ओ सरी, यु हेभ टु गो विथ दिस, यु हेभ टु गो थ्रु विथ दिस भनेर भन्छन्। हेलो भनेर बाटोमा हिँड्दा पनि हेलो हाउ आर यु, हाउ यु डुइङ भनेर भनिदिन्छ होइन। मैले चिने छैन उसलाई तर उसको त्यो हेलोले मेरो डे बन्छ कि कहिलेकाहीँ दाइ। त्यस्तो रिफ्लेक्सन आउँछ भन्न खोजेको कि तपाईँको पोजिटिभिटीले सेकेन्ड पर्सनमा, थर्ड पर्सनमा चाहिँ राम्रो इम्प्याक्ट जाँदा चाहिँ त्यो राम्रो रिफ्लेक्सन गइरहेको हुन्छ कि। राइट। मेरो मैले भन्न खोजेको कुरा आई होप यहाँ चाहिँ एड भइरह होला जस्तो लाग्छ। दाइ केही भन्नुहुन्छ? एब्सोल्युटली एब्सोल्युटली। पूजा त्यो हाम्रो कमेन्टलाई चाहिँ हाइड गरिदिनु त। हस् दाइ। सो मैले हामीले जहिले पनि तिमीलाई याद छ होला, मैले धेरैचोटि भन्ने गर्छु सरी, थ्याङ्क यू, जुन चाहिँ यो म्याजिक वर्डहरू छ नि होइन। सरी इट डजन्ट मिन्स कि मैले गल्ती गरेँ भन्ने कुरा मात्र सरी हुँदैन होइन। अनि त्यसपछि आएर मैले गल्ती नगरे पनि कसैको समस्यामा केही चिज भन्दाखेरि पनि त्यो सरी चाहिँ एकदम ठुलो वर्ड हुन्छ। अनि थ्याङ्क यू भनेको मिनिङ कसैले केही चिज गर्नै पर्छ तिम्रो लाइफमा सबै चेन्जेस ल्याइदिनुपर्छ भन्ने छैन। थ्याङ्क यू उसको लाइफमा पनि धेरै चेन्जेस ल्याइदिन्छ। तिमीले अघि मात्र भन्यो नि होइन, हेलो भन्ने कुरा, सरी, थ्याङ्क यू। अनि त्यसपछि आएर अर्को वर्ड सरी, थ्याङ्क यू र अर्को वर्ड कस्तो, मैले 3टा वर्डमा जहिले पनि भन्ने गर्थेँ। आम सरी अर्को वर्ड चाहिँ मैले बिर्सेँ, जुन चाहिँ म जहिले पनि लाइफमा एकदम युज गर्छु, एकदमै युज गर्छु। तर प्लिज सरी अब चाहिँ अहिले फेरि मैले भने सरी है। यो पनि हो दाइ, प्लिज। मलाई यहाँ कसैले के मलाई चाहिँ भन्छ के यस प्लिज भनेर भन्यो भने सबैजना हाँस्छ। किन भनेर भन्दाखेरि मैले प्लिजको अर्थ अर्कै हो भनेर भन्छु कि, अनि हाँस्छ। हो इङ्ग्लिसमा त्यसको अर्थलाई त्यो अवस्थामा हेर्ने हो भने चाहिँ भिन्दै हुन्छ। मेरो नामै के होइन, महेश प्लिज भनेर राखेको छ होइन। किन भन्दाखेरि म त्यो प्लिजको अर्थ चाहिँ म आफूले राख्दाखेरि के भन्नु, मैले कसैलाई पनि प्लिज गर्न सक्छु भने हो। म फेरि पूजालाई थाहा छ रहेछ म कस्तो अड्किलो मान्छे छु भन्ने कुरा हो, त्यो पनि हो नि हेर। तर जुन ठाउँमा मैले प्लिज गर्नुपर्ने छ र त्यो प्लिजले कसैको दिन बन्छ भने यस प्लिज होइन। कसैले चाहिँ थ्याङ्क यू छ भने त्यसको उसले चाहिँ केही काम नगरेर पनि हामीले थ्याङ्क यू भन्ने पर्ने कुरा छ भनेपछि त्यो सँगसँगै सरी पनि एकदम म्याजिक वर्ड हो। यो 3टा म्याजिक वर्ड चाहिँ हामीले जहिले पनि याद गर्नुपर्छ। हो नेपालको कुरा गर्ने हो भने नेपालमा चाहिँ त्यति धेरै यसको युज गरिँदैन। अनि गरे तापनि कस्तो भनेको लाज हुन्छ मान्छेहरूलाई है, लाज हुन्छ। त्यो चाहिँ होइन। म चाहिँ पहिल्यैदेखि यो कुरा चाहिँ एकदमै भित्री मनदेखि नै यो कुराहरू भन्ने गर्थेँ र अहिले पनि म भन्ने गर्छु। एकदमै कति कुराहरूलाई चाहिँ मैले अहिलेसम्म पनि भन्ने गर्छु, यो मान्छेको यो कारणले गर्दाखेरि म यति चिज बन्न सकेँ भनेर म सहिले पनि भन्ने गर्छु। अझ स्पेसली अरूलाई भन्नुभन्दा पनि सर्टेनली सेम पर्सनलाई भन्न पाउँदाखेरिको एउटा अनुभूति तिमीले मलाई भन्यौ नि, त्यसमा चाहिँ म कति फिल गर्छु भन्ने कुरा, कति राम्रो, कति पोजिटिभनेस फिल गर्छु भन्ने कुरा त्यो मलाई मात्र थाहा हुन्छ। त्यस कारण नै तिमीले भनेको कुरा एकदम राइट हो। हामीले चाहिँ यो जुन तरिकाबाट भन्नुपर्ने, जुन तरिकाबाट फिल गर्नुपर्ने कुराहरू चाहिँ भनिँदैनौँ र त्यसलाई त्यति धेरै मायना राख्दैनौँ। एक्ज्याक्टली एकचोटि मान्छे कोही नयाँ मान्छे होस् या आफ्नो स्टाफको आफ्नो कोवर्कर आउँदाखेरि नै गुड मर्निङ भनेर भन्दाखेरि त्यो स्वर नै फरक हुन्छ नि। त्यो एकदम डिफ्रेन्ट तरिकाको इनर्जी आउँछ कि। म चाहिँ बिहान उठौँ या जहिलेसुकै उठेपछि म भगवान्लाई प्रार्थना गर्दाखेरि थ्याङ्क यू भन्ने गर्छु। त्यो चाहिँ म जहिले पनि भन्ने गर्छु। त्यो चाहिँ हामीलाई दिएको, म त यो प्र्याक्टिस गरेको धेरै वर्ष भइसक्यो। यो प्र्याक्टिस चाहिँ धेरै वर्षदेखि अगाडि गरेको हो। त्यस कारणले चाहिँ यी चिजहरू चाहिँ हाम्रो लाइफमा एकदमै इम्पोर्टेन्ट कुरा हो जस्तो लाग्छ है। एकदमै दाइ। सानो वर्डले कसैको लाइफलाई चाहिँ हल्का भए नि केही पोजिटिभ इम्प्याक्ट गर्छ भने आई थिङ्क त्यो वर्डले न हामीले पैसा तिर्नुपर्छ न केही गर्नुपर्छ, केही जानेन। एउटा पोजिटिभ इनर्जी तपाईँको जुन छ अरूमा ट्रान्सफर गर्ने हो होइन। त्यही भएर चाहिँ लाइफमा चाहिँ तपाईँले कसैलाई थ्याङ्क यू
अब या वेलकम होइन, अब मानिलिउँ न अब ह्याभ अ गुड डे, यस्तो सानो सानो वर्डहरू भन्दाखेरि अरूलाई चाहिँ पोजिटिभ इम्प्याक्ट पर्छ, आफ्नो रिफ्लेक्सन चाहिँ राम्रो जान्छ भन्ने कुरा चाहिँ मलाई लाग्छ। सो आई थिङ्क हामीले सबै टपिक पायो दाइ, अनि लाइफ अलिकति लङ पनि भएछ। हामीलाई कुरा चाहिँ गर्दै थियौँ, आज अलिकति छोटो बनाउला दाइ। लाइफ भनेको यस्तै हो, कुराकानी गर्दै जाँदाखेरि चाहिँ समय बितेको चाहिँ हत्तो हुँदैन होइन। राइट बट आई थिङ्क आजको यो लाइफमा चाहिँ मैले हजुरबाट पनि अझै अरू कुराहरू पनि सिक्ने मौका पाएँ होइन। त्यसको लागि थ्याङ्क यू सो मच दाइ, हजुर लाइफमा आइदिनु भयो। यसै गरी आउने दिनहरूमा पनि अब आइएला फेरि पनि होइन लाइफ होइन। अवश्य पनि आउनु पर्यो। दाइ सिक्दैछु, सिक्ने क्रममा कतै कतै अब जुल केही मिस्टेक सिस्टेक हुँदाखेरि पनि दाइले जहिले कभर गरिरहनुहुन्छ, त्यसको लागि धेरै धेरै धन्यवाद दाइ। हजुरको रिफ्लेक्सन ले गर्दा पनि म चाहिँ एकदमै ग्रेटिट्युड फिल गर्छु होइन। लाइफमा चाहिँ धेरै कुरा सिक्न बाँकी छ, सिक्दैछु। हजुरहरूलाई नि यसै गरी चाहिँ केही सिक्न मन लाग्छ, अघि हामीले भने जस्तै गरेर गाइज, फेसबुक इज नट ओन्ली फर टाइम वेस्ट है। फेसबुक भनेको, युट्युब भनेको, इन्स्टाग्राम, टिकटक भनौँ न धेरै फेमस अहिले त्यो भनेको बस तपाईँलाई समय बर्बाद गरिरहन, कन्टेन्ट अरूको हेरिरहन मात्रै होइन। प्लेटफर्म युज गरेर लाइफमा केही चेन्ज ल्याउन सक्नुहुन्छ हजुरले। आफूले चाहेको रहरहरू पुरा गर्न सक्नुहुनेछ, घर बनाउने, गाडी किन्ने, या वाइफलाई सपिङ गर्न लैजाने, अब कन्ट्री वाइज घुम्ने, त्यो सब रहरहरू अब आफ्नो प्यारेन्ट्सलाई हेर्ने, त्यो सबै छ भने त्यसरी अरूको कन्टेन्ट हेरेर चाहिँ बन्दैन होइन, पुरा पनि हुँदैन। सो त्यसको लागि भनेको चाहिँ यु हेभ टु टेक अ स्टेप फरवर्ड होइन। अनि हजुरहरूलाई जुन हाम्रो लिङ्क राखिदिएका छौँ तलपट्टि, मेरो आफ्नै छ, दाइको पनि छ, वेयर एभर यु फिल कम्फर्टेबल, किनकि एन्ड अफ द डे यु विल बी स्टप इन वान बिजनेस होइन। सो त्यही भएर हजुरलाई जता इजी लाग्छ त्यहाँ गएर चाहिँ बिजनेसको बारेमा अझ बढी बुझ्न सक्नुहुनेछ। एकचोटि हजुरले आफ्नो नेम, फुल नेम र इमेल एड गर्नु भइसकेपछि हजुरलाई चाहिँ त्यहाँ अलिअलि भिडियोहरू देखिन्छ होइन। त्यो भिडियोमा चाहिँ हजुरले चाहिँ बिजनेसको बारेमा हल्का बुझ्दै जानुहुन्छ। त्यसपछि अझ बढी बुझाउनको लागि चाहिँ वी विल बी अलवेज देयर फर यु वेन एभर यु निड। त्यही भएर रादर देन वेस्टिङ योर टाइम गाइज, प्लेटफर्म युज गरेर इन्कम जेनेरेट गर्ने तर्फ चाहिँ लागौँ भन्ने चाहिँ मेरो चाहिँ विचार रहेको छ है द एन्ड अफ द डे। हजुरलाई के लाग्छ? एकदम मैले त भनिरहेको छु, एकदमै 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 पोइन्ट आउट गरेर भनिरहेको छु, यदि तपाईँहरूले चाहिँ लाइफमा आउट अफ द बक्स आफ्नो कम्फर्ट जोनबाट चाहिँ बाहिर निस्केर यो एकदमै ह्याटिक लाइफबाट चाहिँ बाहिर निस्केर केही चिज गर्न चाहनुहुन्छ भने तपाईँ आफ्नो काम गरिराख्नुहोस्, 10 to 5 को ड्युटी गरिराख्नुहोस्, या त तपाईँ जुन ट्रेडिसनल जबहरू छ, आज म सेफमा आफू सेफ काम गरिरहेको छु, तर पार्टको प्लान बीको रूपमा चाहिँ यो काम गरिरहेको छु। यो प्लान बीको काम गरिराख्दाखेरि हामीले धेरै कुराहरू सिक्न पाउँछौँ। इट्स नट अबाउट प्लान बी भनेको मतलब चाहिँ तपाईँ सेफ भइराख्नु भएको छ, आज म सेफ भएर काम गरिरहेको छु, तर त्यो सँगसँगै मैले चाहिँ फेरि पार्ट टाइम गर्न जाने भनेको होइन। यो प्लान बी भनेको तपाईँको डिफ्रेन्ट तरिकाबाट केही चिज गरिराख्नुपर्छ, जुन चाहिँ बिजनेस अहिले हामी गरिरहेको छौँ। यो प्लान बी चाहिँ हामीले यसरी बिजनेस गरेर चाहिँ आफ्नै कम्फोर्ट जोनमा बसेर यो बिजनेस गरिरहेको छौँ। तपाईँले जुनसुकै समयमा जुनसुकै समय मिलाएर आफ्नो कम्फोर्ट टाइममा मिलाएर यो बिजनेस गर्न सक्नुहुन्छ। तपाईँ नेपालमा बस्नुहोस् या त तपाईँ मालदामा बस्नुहोस् या त तपाईँ कुनै पनि ठाउँमा गएर बिजनेस गर्नुहोस्, यो पनि तपाईँको गर्न सक्नुभयो। त्यो सँगसँगै तपाईँको लेगेसी ट्रान्सफरदेखि लिएर हरेक चिजमा चाहिँ गर्न सक्ने भयो। त्यसपछि आएर रिटायरमेन्ट प्लानमा पनि तपाईँले चाहिँ यो बिजनेस गरेको खण्डमा 4-5 वर्षपछि नै तपाईँले एकदम आफ्नो अर्ली रिटायरमेन्टको काम गर्न सक्नुहुन्छ मजासँगै है। अनि त्यो सँगसँगै यो सोसियल मिडियालाई चाहिँ युज गरेर यति इजिली एट्र्याक्सन मार्केटिङ बिजनेस गरेर चाहिँ हामीले जसरी गरिरहेको छौँ तपाईँहरूले पनि गर्न सक्नुहुन्छ। अघि नै पूजा बहिनीले भनिसक्यो कसरी रेजिस्टर गर्ने भन्ने कुरा। रेजिस्टर गर्नुहोस्, त्यसपछि अगाडि बढ्नको लागि हामीसँग कन्ट्याक्ट रहनु होला। कन्ट्याक्ट रहनको लागि पूजाको फेसबुक या त फेसबुक पेजमा या त फेसबुक या त पर्सनल डिएममा गर्नु पनि सक्नुहुन्छ, मेरोमा गरे पनि हुन्छ। अनि वेबसाइट पनि तपाईँहरूले देख्नु नै भएको छ। फिल फ्री टु डिएम अस, फिल फ्री टु कन्ट्याक्ट विथ अस। एनी स्टुपिड क्वेसन इज नट अ स्टुपिड क्वेसन, देयर इज लट्स अफ वे टु लर्न समथिङ डिफ्रेन्ट थिङ्स भन्ने कुरा भन्दै आजको लागि चाहिँ थ्याङ्क यू सो मच पूजा भनेर भन्न चाहन्छु।
दाइ धन्यवाद तपाईँलाई पनि मेरो लाइफमा आइदिनु भयो। सो अब चाहिँ हामी एन्डतिर छौँ होइन, यो लाइभलाई चाहिँ एन्ड गर्नुपर्छ। थ्याङ्क यू एभ्रिवान जसले चाहिँ दुनियाँको जुनै पनि कुनाबाट चाहिँ हामीलाई हेरिरहनु भएको थियो। हजुरको प्रेसन्सलाई वी रियली एप्रिसिएट होइन। अब सबै कुरा त हामीले भनि नै सक्यौँ, अरू बढी केही डिटेल चाहिन्छ भने वी आर अलवेज देयर फर यु। ह्याप्पी न्यू इयर वन्स अगेन। 2083 सालको सबैजनालाई शुभकामना। यो आउने साल आइ एम होपिङ, इभन महेश्वर दाइ इज अल्सो होपिङ कि तपाईँको सबै विसेसहरू पुरा होस् भन्ने चाहिँ हाम्रो कामना सँगसँगै वी विल बी साइनिङ आउट है त दाइ। थ्याङ्क यू, बाई बाई, बाई बाई एभ्रिवान। थ्याङ्क यू, बाई एभ्रिवान।